बसाइमा थोरै जानकारी लिएर आएको छु, तर अत्यन्तै छोटो मिठो भने जस्तै अत्यन्तै महत्त्वपूर्ण सपनाको जानकारी दिनेछु र केही विशेष दुईटा अथवा तीनटा सपनाको जानकारी गराउनेछु आज। सपनामा तपाईँले यदि धुलो देख्नुहुन्छ भने धुलो देख्नु तपाईँलाई यात्रा गर्न पर्न सक्छ, अथवा यात्रामा केही कष्ट तपाईँले भोग्नुपर्ने हुनसक्छ, या तपाईँको यात्रामा अचानक कुनै दुर्घटना या कुनै रोकावट या कुनै विभिन्न प्रकारका भावनाहरू आउन सक्छन्। सपनामा धुलो देख्नु त्यति राम्रो मानिएको छैन। यो तपाईँ अत्यन्तै सावधानी भएर अगाडि बढ्नु होला। अत्यन्तै कष्ट र चुनौतीको साथसाथमा अन्तिममा गएर कहिले न कहिले नयाँ साथी मित्रहरू पनि तपाईँले पाउन सक्नुहुन्छ। त्यो केही धुलो देख्दा त्यो धुलो तपाईँलाई लागेको छैन, शरीरमा छिटा परेको छैन, टाढैबाट परैबाट धुल तपाईँभन्दा विपरीत दिशातर्फ गइरहेको छ र हेर्दा हेर्दै तपाईँको त्यो धुल समाप्त भएर गएको छ भने अचानक तपाईँले यात्रामा नयाँ कोही साथी मित्र तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। बाटोमा हिँड्दा हिँड्दै बोल्दा बोल्दै त्यस्तो साथी तपाईँसँग जोडिन सक्छ। एउटै प्रकारले यसलाई समग्र रूपमा राम्रो त भनिँदैन, तर पनि त्यो खालको सम्भावना तपाईँलाई रहन सक्छ। भने सपनामा तपाईँले एउटा धोबी देख्नुहुन्छ भने तपाईँलाई अत्यन्तै शुभ मानिएको छ। धोबी देख्नु तपाईँको काममा सफलता मिल्नेछ। नराम्रा तपाईँको कुनै बानी व्यवहार छन् भने त्यो खालकोमा तपाईँलाई सुधार आउन सक्छ। कुनै आत्मज्ञान तपाईँले प्राप्त हुन सक्छ, या कुनै दीक्षित तपाईँले कसैसँग दीक्षा ग्रहण गर्न सक्नुहुन्छ। र जीवनमा तपाईँले कुनै गल्ती चिन्ता केही त्यस्तो भुलचुक गर्नुभएको छ भने त्यसलाई सुधार गर्ने अवसर पाउनुहुनेछ, या तपाईँले त्यसलाई सुधार गर्नुहुनेछ। एक प्रकारले सुधार गरेर अगाडि बढ्ने खालको तपाईँलाई योग बन्छ धोबी देख्नु, किनकि उसले पनि मैला कपडा धोएर नयाँ जीवन दिन्छ भने तपाईँलाई कुनै नयाँ जीवन नयाँ अवसर तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र त्यस्तै गरेर सपनामा तपाईँले कुनै पनि धार्मिक पुस्तकहरू देख्नुहुन्छ, कुनै भागवतको पुस्तक, गीता अथवा कुनै पनि यस्ता धार्मिक पुस्तकका ठेलीहरू, पुस्तकको खजाना दोकान या धार्मिक पुस्तक पसल, या कुनै पनि यस्तो तपाईँको हातमा कुनै पुस्तक धार्मिक पुस्तक तपाईँले पढ्दै हुनुहुन्छ, अचानक तपाईँले कुनैबाट प्राप्त भयो, या कुनै देवी देवताको यस्तो स्तुति पाठहरू गर्दै हुनुहुन्छ भने पनि यसलाई अत्यन्तै राम्रो मानिएको छ। तर किताबको पन्ना देख्नु भने राम्रो मानिँदैन, तर ग्रन्थ पुरै तपाईँले ग्रन्थलाई पुस्तकलाई देख्नुहुन्छ भने त्यसलाई अत्यन्तै राम्रो मानिएको छ। तपाईँलाई ज्ञान प्राप्त हुन सक्छ, तपाईँ अचानक विद्वान बन्न सक्नुहुन्छ, अथवा कुनै न कुनै तपाईँलाई दैविक सिद्धि या सिद्धि प्राप्त केही त्यस्तो खालको दिमागमा त अचानक तपाईँलाई केही न केही खालको ज्ञान वृद्धि हुन सक्ने सम्भावना रहन्छ। भने धेरै प्रकारका कुनै भ्रमहरू थिए, तपाईँलाई केही कुरा सिक्दै हुनुहुन्थ्यो, केही कुरा प्राप्त गर्न अथवा सिक्न बुझ्न कठिन भइरहेको थियो भने त्यस्तो अवस्थामा तपाईँलाई अत्यन्तै सजिलो तरिकाले तपाईँले बुझ्न सक्नुहुन्छ। कहीँ न कहीँबाट सरस्वती माताको पनि तपाईँलाई केही न केही कृपा अवश्य पनि हुनेछ। समग्रमा भन्नुपर्दा सपनामा धोबी देख्नु र धार्मिक पुस्तक देख्नुलाई अत्यन्तै राम्रो मानिएको छ। त अवस्था दर्शकबिन आजको भाषामा यति नै। फेरि यस्तै भिडियो हेर्नको लागि अवश्य पनि सम्पर्क गर्नुहोला भन्दै अवस्था बिदा माग्न चाहे बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि। आजको बसाइमा थोरै जानकारी लिएर आएको छु, तर अत्यन्तै छोटो मिठो भने जस्तै अत्यन्तै महत्त्वपूर्ण सपनाको जानकारी दिनेछु र केही विशेष दुईटा अथवा तीनटा सपनाको जानकारी गराउनेछु आज। सपनामा तपाईँले यदि धुलो देख्नुहुन्छ भने धुलो देख्नु तपाईँलाई यात्रा गर्न पर्न सक्छ, अथवा यात्रामा केही कष्ट तपाईँले भोग्नुपर्ने हुनसक्छ, या तपाईँको यात्रामा अचानक कुनै दुर्घटना या कुनै रोकावट या कुनै विभिन्न प्रकारका भावनाहरू आउन सक्छन्। सपनामा धुलो देख्नु त्यति राम्रो मानिएको छैन। यो तपाईँ अत्यन्तै सावधानी भएर अगाडि बढ्नु होला। अत्यन्तै कष्ट र चुनौतीको साथसाथमा अन्तिममा गएर कहिले न कहिले नयाँ साथी मित्रहरू पनि तपाईँले पाउन सक्नुहुन्छ। त्यो केही धुलो देख्दा त्यो धुलो तपाईँलाई लागेको छैन, शरीरमा छिटा परेको छैन, टाढैबाट परैबाट धुल तपाईँभन्दा विपरीत दिशातर्फ गइरहेको छ र हेर्दा हेर्दै तपाईँको त्यो धुल समाप्त भएर गएको छ भने अचानक तपाईँले यात्रामा नयाँ कोही साथी मित्र तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। बाटोमा हिँड्दा हिँड्दै बोल्दा बोल्दै त्यस्तो साथी तपाईँसँग जोडिन सक्छ। एउटै प्रकारले यसलाई समग्र रूपमा राम्रो त भनिँदैन, तर पनि त्यो खालको सम्भावना तपाईँलाई रहन सक्छ। भने सपनामा तपाईँले एउटा धोबी देख्नुहुन्छ भने तपाईँलाई अत्यन्तै शुभ मानिएको छ। धोबी देख्नु तपाईँको काममा सफलता मिल्नेछ। नराम्रा तपाईँको कुनै बानी व्यवहार छन् भने त्यो खालकोमा तपाईँलाई सुधार आउन सक्छ। कुनै आत्मज्ञान तपाईँले प्राप्त हुन सक्छ, या कुनै दीक्षित तपाईँले कसैसँग दीक्षा ग्रहण गर्न सक्नुहुन्छ। र जीवनमा तपाईँले कुनै गल्ती चिन्ता केही त्यस्तो भुलचुक गर्नुभएको छ भने त्यसलाई सुधार गर्ने अवसर पाउनुहुनेछ, या तपाईँले त्यसलाई सुधार गर्नुहुनेछ। एक प्रकारले सुधार गरेर अगाडि बढ्ने खालको तपाईँलाई योग बन्छ धोबी देख्नु, किनकि उसले पनि मैला कपडा धोएर नयाँ जीवन दिन्छ भने तपाईँलाई कुनै नयाँ जीवन नयाँ अवसर तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र त्यस्तै गरेर सपनामा तपाईँले कुनै पनि धार्मिक पुस्तकहरू देख्नुहुन्छ, कुनै भागवतको पुस्तक, गीता अथवा कुनै पनि यस्ता धार्मिक पुस्तकका ठेलीहरू, पुस्तकको खजाना दोकान या धार्मिक पुस्तक पसल, या कुनै पनि यस्तो तपाईँको हातमा कुनै पुस्तक धार्मिक पुस्तक तपाईँले पढ्दै हुनुहुन्छ, अचानक तपाईँले कुनैबाट प्राप्त भयो,
या कुनै देवी देवताको स्तुति पाठहरू गर्दै हुनुहुन्छ भने पनि यसलाई अत्यन्तै राम्रो मानिएको छ। तर किताबको पन्ना देख्नु भने राम्रो मानिँदैन, तर ग्रन्थ पुरै तपाईँले ग्रन्थलाई पुस्तकलाई देख्नुहुन्छ भने त्यसलाई अत्यन्तै राम्रो मानिएको छ। तपाईँलाई ज्ञान प्राप्त हुन सक्छ, तपाईँ अचानक विद्वान बन्न सक्नुहुन्छ, अथवा कुनै न कुनै तपाईँलाई दैविक सिद्धि या सिद्धि प्राप्त केही त्यस्तो खालको दिमागमा त अचानक तपाईँलाई केही न केही खालको ज्ञान वृद्धि हुन सक्ने सम्भावना रहन्छ भने धेरै प्रकारका कुनै भ्रमहरू थियो, तपाईँलाई केही कुरा सिक्दै हुनुहुन्थ्यो, केही कुरा प्राप्त गर्न अथवा सिक्न बुझ्न कठिन भइरहेको थियो भने त्यस्तो अवस्थामा तपाईँलाई अत्यन्तै सजिलो तरिकाले तपाईँले बुझ्न सक्नुहुन्छ। कहीँ न कहीँबाट सरस्वती माताको पनि तपाईँलाई केही न केही कृपा अवश्य पनि हुनेछ। समग्रमा भन्नुपर्दा सपनामा धोबी देख्नु र धार्मिक पुस्तक देख्नुलाई अत्यन्तै राम्रो मानिएको छ। त अवश्य दर्शकबिन आजको भाषामा यति नै। फेरि यस्तै भिडियो हेर्नको लागि अवश्य पनि सम्पर्क गर्नुहोला भन्दै अवस्था बिदा माग्न चाहे बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि।